नमस्कार, म तुलसीराम ढकाल यहाँहरूलाई स्वागत गर्न चाहन्छु युट्युब च्यानलमा। सदा जस्तै आज पनि तपाईहरुलाई लोकसेवाको मेटेरियल लिएर म उपस्थित भएको छु। आज हामी औसतको बारेमा जानकारी लिन्छौं। औसत भनेको के हो? सबैभन्दा पहिला त्यो जानकारी लिउँ। औसत अथवा एभरेज, एभरेज भनेको सम अफ क्वान्टिटी क्यूटीवाई अथवा क्वान्टिटी अपन नम्बर अफ क्वान्टिटी भनेको के हो भन्दा जति पनि क्वान्टिटी दिएको छ त्यसलाई जोड्ने र कतिवटा संख्या छ त्यसले भाग गर्यो भने त्यसको औसत आउँछ। जस्तै इक्जाम्पलको रूपमा 100, 200, 300 को एभरेज निकाल्नु पर्यो भने 100, 200, 300 तीनवटा नम्बरको एभरेज कति होला भनेर हामीलाई एभरेज निकाल्नु पर्यो भने 100 प्लस 200 प्लस 300 पहिला यो तीनवटालाई सम गर्ने र 1, 2, तीनवटा क्वान्टिटी छ डिभाइड बाइ 3 गर्ने। 100 मा 200 जोड्दा 300 हुन्छ, 300 300 गर्दा 600 हुन्छ। 600 अपन 3 बराबर कति आयो? 200 आयो। यो 200 नै यो तीनवटा संख्याको के हो? औसत हो। यसै गरी हामी अर्को प्रश्नमा लागौं। अब पहिलो प्रश्न यस प्रकार छ, फाइन्ड द एभरेज अफ फर्स्ट 100 नेचुरल नम्बर्स। पहिलो 100 वटा प्राकृतिक संख्याको औसत निकाल्नुहोस्। पहिलो 100 वटा प्राकृतिक संख्याको औसत निकाल्नुहोस् भनेर हामीलाई प्रश्न दिएको छ। प्राकृतिक संख्या भन्नाले 1, 2, 3, 4, 5, 6 हुँदै हुँदै गएर इन्फिनिटिभ जति हुन्छ। हामीलाई क्याल्कुलेट गर्दै जाँदा जति पनि छन् त्यो नम्बरहरू ती सबै प्राकृतिक नम्बरहरू हुन्। त्यसैले गर्दा हामीलाई त्यहाँसम्म सोधेको छैन। हामीलाई कहाँसम्म सोधेको छ भन्दा 100 वटा पहिलो 100 वटा मात्र प्राकृतिक संख्याको औसत निकाल्न भनेको छ। त्यसैले हामी 1, 2, 3 हुँदै 100 सम्म जान्छौं। अब यसमा सबैभन्दा सानो अंक भनेको 1 हो, सबैभन्दा ठूलो संख्या भनेको कुन हो? 100 हो। त्यसैले यसको औसत निकाल्नको लागि 1 प्लस 100 अपन 2 वटा संख्या छ त्यसैले 2 गर्यो भने यसको कति आउँछ? 50.5 हुन्छ। किन भन्दा 101 अपन 2 भनेको कति हो? 50.5 हो। त्यसैले पहिलो 100 वटा प्राकृतिक संख्याहरूको औसत कति हुन्छ? 50.5 हुन्छ। अर्को प्रश्न यस प्रकार छ, फाइन्ड द एभरेज अफ फर्स्ट 100 होल नम्बर्स। पहिलो 100 वटा सबै संख्याहरूको औसत निकाल्नुहोस् भनेर सोध्यो भने सबै संख्या भन्ने बित्तिकै हामी 0 बाट सुरु गर्छौं। 0, 1, 2, 3, 4, 5, 6, 7 हुँदै हुँदै गएर कहाँसम्म पुग्दाखेरि 100 वटा अंक हुन्छ भन्दा 0 लाई पनि काउन्ट गर्दाखेरि 99 सम्म 1, 2, 3, 4, 5, 6 वटा अंक गर्दै जाँदाखेरि 99 सम्म पुग्दा 100 वटा संख्या पुग्छ। 100 वटा संख्या पुग्न हुनाले यसको सबैभन्दा सानो भनेको 0 हो, सबैभन्दा ठूलो भनेको 99 हो। 2 वटा नम्बरको औसत निकाल्नु छ हामीलाई। अथवा यसबाट 99 अपन 2 भनेको कति हुन्छ? 49.5 हुन्छ। त्यसैले प्राकृतिक संख्या भन्यो भने 50.5 1 बाट सुरु गर्छौं। यदि सबै संख्याको भन्यो भने 0 बाट सुरु गर्छौं। त्यो 99 सम्म पुग्दा 100 वटा संख्या पुग्छ। त्यसको 0 प्लस 99 अपन 2 हुँदा कति हुन्छ? 49.5 हुन्छ। तेस्रो प्रश्न यस प्रकार रहेको छ, बाजे र बजैको हालको औसत उमेर 60 वर्ष छ। बाजे र बजैको हालको औसत उमेर 60 वर्ष छ भनेको 2 जना बाजे र बजै 2 जनाको हालको औसत उमेर 60 वर्ष छ प्लस एउटा क्वान्टिटी भयो। अर्को हेरौं, बुवा र आमाको हालको औसत उमेर 40 छ। बुवा र आमा 2 जना, 2 जनाको हालको औसत उमेर 40 छ र 4 छोरा छोरीको हालको औसत उमेर 10 छ भनेको 4 जनाको हालको औसत उमेर 10 छ भने सबै जनाको हालको औसत उमेर कति होला भनेर हामीलाई प्रश्न सोधेको छ। अब हामी यहाँ कति जना भए त? 1, 2 जना, 4 जना र 4 जना 8 जना। संख्या कति भयो? 8 जना। बाजे र बजै 2 जना, बुवा र आमा 2 जना, 4 जना भयो टोटल र 4 छोराछोरी गर्दा 8 जना। टोटल कति भयो? 8 जना भयो। अब यसलाई सोल्युसन गरौं। 60 दुना 120 प्लस 40 दुना 80 प्लस 4 दशन 40 अपन 8
120 र 80 जोड्दा 200 र 40 जोड्दा 240 अपन 8 8 तिया 24 30 वर्ष। त्यसैले सबैजनाको अथवा सबैजनाको हालको औसत उमेर 30 वर्ष हुन्छ। ध्यान दिनु होला यहाँ। बाजे र बजैको हालको औसत उमेर 60 वर्ष भनेको छ, त्यसैले 2 जनाको 60 ले मल्टिप्लाई गर्ने, अनि बुवा र आमाको 40 2 into 40 40 वर्ष, अनि 4 जना छोराछोरी भनेपछि 4 into 10 4 जना छोराछोरीको हालको औसत उमेर 10 वर्ष भनेको छ। र टोटल जना कति जना भयो? 2 जना 2 4 जना 4 8 जना। त्यसले चाहिँ भाग गर्ने, त्यो भाग गरेर यसको सल्युसन गर्दाखेरि कति आयो? 30 आयो। त्यसैले सबैजनाको औसत उमेर कति हुन्छ? 30 वर्ष हुन्छ। चौथो प्रश्न यस प्रकार छ, 10 जना विद्यार्थीको औसत उमेर 15 वर्ष छ। ध्यान दिनु होला। 10 जनाको औसत उमेर कति छ? 10 जनाको औसत उमेर 15 वर्ष छ। ध्यान दिनुहोस्, 15 वर्ष छ। 1 जना शिक्षक थप गर्ने हो भने सबैजनाको औसत उमेर 18 वर्ष हुन्छ। 1 जना शिक्षक थप्नु हो भने 18 वर्ष हुन्छ भनेपछि 1 जना थप गर्दाखेरि 11 जना भयो। 11 जनाको कति हुन्छ? 18 वर्ष हुन्छ। भने हामीलाई औसत निकाल्न नभनेको हुनाले हामीलाई शिक्षकको उमेर कति होला भनेर सोधेको छ। त्यसैले हामीले शिक्षकको उमेर निकाल्नको लागि अब 11 जना हुँदा 18 भयो, 10 जना हुँदा 15 वर्ष औसत भयो भने 11 into 18 गर्दा कति हुन्छ? 18 दशम 180, 18 गणे 18 भनेपछि 198, 198 माइनस 10 150। 11 जनाको औसत निकाल्दाखेरि 198 आयो मल्टिप्लाई गर्दा, यो मल्टिप्लाई गर्दा 150 आयो भने अब यो 11 जना थप हुँदाखेरि र 10 जनाको लागि घटायो भने बाँकी 1 जनाको टिचरको निस्किन्छ। त्यसैले त्यो शिक्षकको उमेर निकाल्नको लागि 198 बाट 150 घटायो भने 48। त्यसैले शिक्षकको उमेर कति रहेछ? 48 वर्ष रहेछ। यसलाई फेरि ध्यान दिनुहोस्। 10 जना विद्यार्थीको औसत उमेर 15 छ। 10 into 15 गर्दा 150 आयो। 1 जना थप गर्ने बित्तिकै 11 जना हुँदाखेरि 11 into 18 गर्दा 198 आयो। 198 बाट त्यो 10 जनाको 150 घटाउनु भयो भने बाँकी त्यो टिचरको उमेर आउँछ। त्यसैले टिचरको उमेर कति रहेछ? 48 वर्ष छ। 5 नम्बरको प्रश्न यस प्रकार छ। पाँचौं प्रश्न, 30 जना विद्यार्थीहरूसँग औसत 50 रुपैयाँ छ भनेको प्रत्येकसँग 50-50 रुपैयाँ छ। यदि 1 जना नयाँ विद्यार्थीले ल्याएको रुपैयाँ थप गर्दा सबैको औसत रुपैयाँ 51 हुन्छ भनेको सबैजनासँग 51 रुपैयाँ हुन्छ भने नयाँ विद्यार्थीले कति रुपैयाँ ल्याएका रहेछन्? अब ध्यान दिनुहोस्, 30 जनासँग औसत रुपैयाँ कति थियो? 50 थियो। 1 जना थप गर्दा 30 जनामा 1 जना थप गर्दा 31 जनासँग आउँदाखेरि उले ल्याएको पैसा सबैलाई बाँड्दाखेरि उसँग भएको पैसालाई बाँड्दै जाँदाखेरि सबैजनासँग 1-1 रुपैयाँ थप भयो अथवा 51 रुपैयाँ पुग्यो भने 31 जनासँग 51 रुपैयाँ थियो भने अब नयाँ विद्यार्थीले कति रुपैयाँ ल्याएको होला भनेर सोधेको छ। नयाँ विद्यार्थीले ल्याएको रुपैयाँ बराबर 31 into 51, 51 into 31 गर्नुभयो अथवा 31 into 51 गर्नु 31 एकाने 31 3 क्यारी भयो। 31 5 155 156 156 57 58 किन 3 जो थियो 158 भनेको 1581। टोटल गर्दा 31 जनासँग 1581 रहेछ र पहिला त्यो भन्दा थप गर्नु भन्दा अगाडि 30 जनासँग 5 तिया 15 1500 रुपैयाँ थियो। यसलाई घटाइदिनु भयो भने 1581 बाट 1500 घटाइदिनु भयो भने 81 रुपैयाँ त्यो नयाँ आएको विद्यार्थीले 81 रुपैयाँ ल्याएको रहेछ, जसले गर्दा सबैजनासँग थप गर्दाखेरि उसँग भएको पैसा पनि थप गर्दै जाँदा सबैको औसत रुपैयाँ कति भएको रहेछ? 51 भएको रहेछ। फेरि यसलाई एकपटक हेर्नुहोस्, 30 into 50 घटाउनु पर्यो कसबाट भन्दा 1 जना थप गर्दाखेरि 1 जनाको पैसा थप गर्दा 31 जना 31 into 51 माइनस 30 into 50 गर्नुभयो कति आउँछ? 81 रुपैयाँ। नयाँ थप विद्यार्थीले आफूसँग 81 रुपैयाँ ल्याएको रहेछ। भन्दै आज हामी एभरेजलाई
यही नै सक्छौं। तपाईहरुलाई मन परेमा साथीहरुमा शेयर गर्नुहोला, सब्स्क्राइब गर्नुहोला, किनकि मैले अपडेटेड गरिरहेका भिडियोजहरु तपाईहरुमा आउने नै छ भन्दै आज हामी एभरेजलाई यही अन्त्य गर्छौं। धन्यवाद।